ल हेर्नु है साथीहरू, आज मैले भाजीको सागको गुन्द्रुक बनाउन थालेकी छु। घाम लागेको छन्, माघको महिना, पुस महिना धेरै जाडो भएर गुन्द्रुक बनाउन सकिएन, काम गर्न गाह्रो भयो। त्यही भएर गुन्द्रुक बनाउनु पर्यो। अहिले बनाएपछि माघ महिना फागुन महिना खान पाइन्छ कि, चैतलाई त गरी हुन्छ। साथीहरू भन्दा गुन्द्रुक भनिन्छ नि है, कति सजिलो के, एक छाक गुन्द्रुक पनि पाइँदैन भनिन्छ नि, भन्दा सुनिन्छ क्या साथीहरू। तर यो गुन्द्रुक खान कति गाह्रो छ कि, बनाएर खान। अब कसैले दिएर खान त सजिलै छ होइन, आफूले उत्पादन गरेर खान धेरै गाह्रो छ कि। तरकारी खान सजिलो, बरु उत्पादन गरेपछि हुन्छ। तर त्यो तरकारीलाई पनि गुन्द्रुकमा परिणत गर्न पर्यो के। त्यसलाई त अब काउलीको पात, मुलाको पात, मुलाको मात्रै पनि हुन्छ होइन, सिन्की हुन्छ। यो भाजीको सागको आज मैले बनाउनु थालेको। हजुर, यता पनि जान्छ यता पनि जान्छ, दुईतिरबाटै जान्छ। त्यस्तो भनिन्छ साथीहरू। यो अब सागलाई गुन्द्रुकमा परिणत गर्नु पर्यो कि, डबल दुःख हुन्छ कि यसमा। अब साग उत्पादन गरेर मात्रै भएन होइन, साग अब मुला अब जेको बनाउनुहुन्छ सिन्की उत्पादन गरेर मात्रै भएन। उत्पादन गरिसकेपछि त्यसलाई फेरि धोइ पखाली गरेर सुकाएर ओइलाएर होइन, यसरी ओइलाएपछि ठटाएर यसमा अब बट्टामा अब कुनै भाँडामा राख्ने हो कि कुनै बट्टामा राख्ने हो कि होइन, राख्न पर्यो। खाँदेर निचोरी राख्नुपर्छ कि। अनि राखेपछि धेरै स्याहार सुसार गर्नुपर्छ। अनि कहिलेकाहीँ त्यति गर्दै पनि स्वादिष्ट सिन्की बन्दैन कि, कस्तो दुःख लाग्छ क्या त्यति बेला। सिन्कीको स्वाद त जट्ट अमिलो महँगा बासा पनि हुन्छ नि त। सिन्की त्यो खाँदिसकेपछि तयार भएपछि निकालेर सुकाउनेको दिन वरिपरि कस्तो बासा आउँछ कि, हो यात्तै यो घर सिन्की सुकाएर निकाल कस्तो बासा भाइ भनिन्छ क्या। हामीले पनि त्यस्तो महँगो बासाको आउने सिन्की राम्रो हुन्छ। बासा आएन भने, अमिलो भएन भने त्यो दुःख। सिन्की त सिन्की भयो, तर त्यति स्वादिष्ट राम्रो भएन क्या, मिहिनेत त्यति तर लाएन, त्यस्तो खालको हुन्छ। त्यही बेला बहुत मिहिनेत चाहिन्छ साथीहरू। सिन्की खान गाह्रो हुन्छ। सिन्की भनेर हेला चाहिँ नगर्नु होला। अब हामी गाउँलेलाई त यो लोकप्रिय